आज मिति 2082 कार्तिक 22 गति शनिबारका दिन नेपाल खुल्ला विश्वविद्यालयमा मगर अध्ययन विषयमा स्नातक तहको बीए लेभलमा अध्ययन गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई मगर संघ अमेरिकाले मगर भाषा, साहित्य, संस्कृति, इतिहास र सभ्यता सम्बन्धी लेखिएका पुस्तकहरू खरिद गरेर पाठ्य सामग्रीको रूपमा निशुल्क रूपमा वितरण गरेको छ। जुन कार्यक्रमको संयोजन मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानले गरेको थियो भने नेपाल मगर संघ केन्द्रीय समितिको सभा हालमा सम्पन्न उक्त कार्यक्रम नेपाल मगर संघको संरक्षकत्वमा भएको थियो। जुन कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्ष र महासचिवहरूको उपस्थित रहेको थियो भने खुल्ला विश्वविद्यालयबाट सहप्राध्यापक जीवन खड्का र प्रोग्राम कोअर्डिनेटर सञ्जय खटिवडा सर उपस्थित हुनुभएको थियो। पुस्तक उपलब्ध गराइदिनु हुने मगर संघ अमेरिकाप्रति हार्दिक आभार व्यक्त गर्दछौं। साथै यस वर्षको यो दोस्रो सेसनको बीएमा मगर स्टडिजको आवेदन फर्म खुलेको छ। यही 22 गतिसम्म रहेको थियो, तर एक हप्ता थप्ने कुरा भएको छ। त्यसैले प्लस 2 दिएर प्लस 2 सकेर बस्नुभएका र विभिन्न विषयमा स्नातक गरिसक्नुभएका महानुभावहरूले पनि मगर अध्ययन विषयमा फेरि भर्ना गरेर अध्ययन गर्न सक्नुहुनेछ। धन्यवाद।